किराँत सभ्यताको उद्गम केन्द्र, एक ऐतिहासिक धार्मिक सांस्कृतिक महत्त्व बोकेको किराँतीहरूको ठूलो आस्था र श्रद्धाको केन्द्र हो तुवाचुङ। यसै स्थानमा किराँत पुर्खा तयानाक ख्यामा र रैछाकुले अर्थात् हेच्छाकुपाले सृष्टिको पहिलो बिहान सुरुवात गरेका थिए। यसै ठाउँबाट तान बुनेर तयानाक ख्यामाले र रैछाकुले अर्थात् हेच्छाकुपाले अन्नको खेती सुरुवात गरी मानव सभ्यतालाई आधुनिक कृषि युगतिर डोर्याएको विश्वास गरिन्छ। किराँत राईहरूसँग लाखौं वर्ष पुरानो लिखित इतिहास नभए पनि आफ्नै मौलिक परम्परा, मौलिक संस्कृति, मान्यता, आस्था र मिथकहरू छन्। आदिम किराँत पुर्खाहरू तयानाक ख्यामा र हेच्छाकुपाको वियोगान्त मिथकको कथा बोकेर जीवन्त उभिएको यो ऐतिहासिक डाँडा आन्तरिक बाह्य पर्यटनको हिसाबले महत्त्वपूर्ण छ। परापूर्व कालमा बच्चैमा दिदीहरूसँग छुट्टिएको हेच्छाकुपाले शिकार गरी ल्याएको ढुकुरको फालेको आन्द्राभुँडीबाट उम्रिएको अन्नहरू देखेर हेच्छाकुपाले अन्नबालीको औपचारिक खेती सुरुवात गरेको मानिन्छ र त्यसै समयबाट पृथ्वीमा अन्न खेतीको सुरुवात भएको विश्वास गरिन्छ। यता भाइको वियोगमा विह्वल बनेका दिदी तयामा ख्यामा पनि यसै डाँडाबाट छुट्टिएर दिदी तयामा लेकतिर र बहिनी ख्यामा बेसीतिर झरेको साथै जीवनयापन गर्ने क्रममा विभिन्न कठिनाइहरू आइपरेपछि अन्ततः दिदी बहिनी मिलेर यही तुवाचुङ डाँडामा कपासको खेती गरी तान बुनेर कपडाको आविष्कार गरेको र त्यही समयबाट मानव सभ्यतामा कपडाको प्रचलन सुरु भएको मानिन्छ। त्यसैले किराँत समुदायमा कृषि युगको सुरुवातकर्ता तथा कपडाको आविष्कारक यिनै पुर्खाहरू तयामा ख्यामा र हेच्छाकुपालाई मान्ने गरिन्छ भने मिथक र मान्यताहरूकै आधारमा विवाह परम्परा र त्यससँग सम्बन्धित विभिन्न तिथि विधि र पद्धतिहरूको विकासकर्ता पनि उहाँहरूलाई नै मान्ने गरिन्छ। तयामा र ख्यामाको मूर्ति छ। हाम्रो प्राचीन पुर्खाहरूको मूर्ति स्थापना गर्ने क्रममा यहाँ अर्को महत्त्वपूर्ण तयामा र ख्यामा दिदी र बहिनीको मूर्ति चाहिँ यहाँनिर स्थापित गरेको छ र यहाँ अहिले यो संरचनाहरू निर्माण गर्ने क्रममा पर्खाल पनि निर्माण भइरहेको छ। पर्खालले चाहिँ संरक्षणमा ठुलो योगदानै पुर्याउँछ। यो मूर्ति एकदमै राम्रो अनि जीवन्त खालको छ। पनि एकचोटि यसको क्षेत्र चाहिँ धेरै परसम्म हामी देख्न सक्छौँ। यो पुरै एरिया चाहिँ यो तुवाचुङ संरक्षण क्षेत्र अन्तर्गतै पर्छ सायद। यता पछाडि पनि माथि डाँडासम्म संरचनाहरू निर्माण हुँदैछ, पर्खालहरू निर्माण हुँदैछ त्यहाँसम्म। अनि यहाँदेखि वारिपारि सबै क्षेत्रहरू अवलोकन गर्न सकिन्छ। यसबाट चाहिँ उत्तरतर्फ चाहिँ धेरैवटा हिमालहरू हामीले देख्न सकिन्छ। बिहानै अथवा बेलुका फुलेको समयमा आइयो भने चाहिँ अहिले दिउँसोको समय परेको हुनाले चाहिँ यहाँ
बादलले ढाकिसकेको छ। बिहान अथवा बेलुका समय खुलेको बेलामा चाहिँ यहाँबाट हिमालहरू देख्न सकिन्छ। यहाँभन्दा पारीको गाउँहरू यहाँबाट स्पष्ट देख्न सकिन्छ। पर्खालहरू निर्माण भइरहेको छ। एकदमै राम्रो डाँडा छ। ऐतिहासिक रूपमा र पर्यटकीय रूपमा चाहिँ एकदमै महत्त्वपूर्ण डाँडा हो यो। र किराँतीहरूको लागि, किराँत सभ्यताको अध्ययन गर्नका लागि पनि एकदमै उपयुक्त स्थल हो यो। यो क्षेत्र पूर्वी खोटाङको अलेसी तुवाचुङ नगरपालिका अन्तर्गत पर्दछ। अर्को चर्चित धार्मिक स्थल अलेसी महादेवको नजिकै रहेको यो पर्यटकीय क्षेत्रको भौतिक संरचना विकासको क्रममा रहेको देख्न सकिन्छ। मध्य पहाडी लोकमार्गले छोएर जाने भएकाले यातायातको पहुँच सरल छ। अलेसीबाट गाडीमा केवल 10 देखि 15 मिनेटको यात्रामा दिक्तेल जाने बाटैमा अवस्थित यो पर्यटकीय स्थलमा हरेक वर्ष उधौली र उभौलीमा मेला लाग्ने गर्दछ भने बृहत साकेला कार्यक्रमको आयोजना हुने गर्दछ। किराँत सभ्यताको उद्गम स्थल, किराँत सभ्यताको एउटा जिउँदो इतिहास बोकेको तुवाचुङ तपाईँहरूको स्वागतको लागि तयार छ। एकपटक पुग्ने होइन त?